हजुर 5 मिनट लाग्छ गाड़ी का जाम। ल हस् हस् दादा निक्लिनु ल जाँडो आप देख सकते हैं आगे की एक बाइक कतिजना त दाइ तपाईँहरू खींच के लेके जा रहा है रस्सी से। दादे 2-3 जना आउनुहुन्छ ए हस् हस् त आउनुहोस् आज होली भी खेलना है हमको और फुटबॉल भी खेलना है, दोनों काम करना है। इसलिए हम सुबह सुबह जा रहा है फोटो खेलने के लिए। मलाई यहाँ होइन दाइ मलाई त्यो फ्लाइओभरको उयोदेखिको फ्लाइओभरमा फोटो खिच्नु छ आने के बाद फिर होली खेलेंगे। होली हो के होली हो होली होली रे होली होली में होली रे कमरा रे होली रे आपको पूरा रास्ता में दिखाऊंगा। रास्ता से जा रहा है और आपको बता के आगे बढ़ेंगे। फाइनली गाइस आज हम लोग होली के माहौल को देखने जा रहे हैं। बिस्तारै बोलो ए सॉरी ओ गड्ढा में घुस गया, अरे फंस गया यार, फंस गया गड्ढा। हामी केटा छौँ है आप देख सकते हैं गाइस, अभी मैं कैमरे को बैक नहीं कर सकता है क्योंकि इसका अंदर फुल है गाड़ी। यहाँ मेरे ओह माय गॉड, आपको देखा पूरा रास्ता दिखा रहा हूँ आप लोग के लिए। रास्तामा पूरा रोड उसको दिखा रहा हूँ। इस पर भाग रहे हैं अपना गाड़ी। हम लोग ये साइलाक मेरो दाइ आउँदैछ 40 किलो 9 किलोमीटर दिखा रहा है यहाँ। टोल गेट के सामने आ गया गाइस। यहाँ 2 गाड़ी खींच रहा था, इससे हम लोग आगे पहुँच गया। वाह, हमारा ऑटो भी दौड़ रहा है यार, कितना स्पीड में दौड़ रहा है, बोलते हाई नहीं इधर। वीडियो बन रहा है कम से कम 60 स्पीड में दौड़ रहा होगा हमारा ऑटो। हम लोग टूल टैक्स पहुँच गया। टूल टैक्स गाइस, टूल टैक्स। हैप्पी होली ओह माय गॉड, ओह माय गॉड। होली है भाई, बुरा मत मानो। होली होली में गोली चलेगा। लेकिन बिल्कुल मजा नहीं। मेरा अपना वाला भी नहीं लेके आया। होली रे में होली, आज खाली खाली है होली की वजह से, आज रोड भी खाली है। वाह 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 वाह, ओह माय गॉड। फिर वापस याद आओगे तुरंत, वापस याद आओगे तुरंत। वही आधा 1 आधा। और आपका नंबर और मारते नहीं है कौन है? चार्ज लग रहा है। चार्ज लग रहा हो, चार्ज लग रहा हो। हम लोग फोन करेंगे तो आ जाओगे ना। बिल्कुल। भूख लग रहा है। भूख लग रहा है। हम दूसरा क्या है, दूसरा गेट में आ गया। देखो यहाँ द्वारका, IGO एयरपोर्ट, दिल्ली मुंबई एक्सप्रेस का ये बोर्ड दिल्ली मुंबई एक्सप्रेस है। फटाफट फोन ले ठंडा भी करना है मेरे को यार।
कितनी देर रुकोगा? 1 घंटा तो 1 घंटा रुकोगा? 1 घंटा है। हाँ 1-1.5 घंटा देते रहेंगे, मजा आते रहता है, खेलते रहता है। ये वाला रोड जाने वाला इधर है, द्वारका जाने वाला उधर है। ये नया ओवरफ्लोर, नया ओवर बहुत अच्छा है। ड्रोन से देखो तो अभी बनाए हैं अभी फिलहाल बहुत अच्छा, अभी फिलहाल बना है। बहुत अच्छा नजारा है, कितना बढ़िया है ये फ्लाईओवर, नया बनाया एक साल वीडियो है। थोड़ा थोड़ा पेड़ काटने लगे हैं। होली होली हैप्पी होली रे, होली में होली खेलना चाहिए था। हम लोग फोटो खेलने आ रहा है गाइस, देखो देख सकते हैं आप लोग। फोटो में जा रहा है जैसे इन लोग जा रहा है वैसे आप जा रहा है। आपको वीडियो के अंदर थोड़ा डिस्टर्ब मिलेगा क्योंकि हमारा ऑटो हल्ला कर रहा है करके। इसमें आपको ये जो हम लोग ट्रैवल कर रहे हैं उसको बना रहा हूँ अगर मेरे को लंबे वीडियो चाहिए इसलिए मैं बना रहा हूँ। आप देख सकते हैं कहाँ से कहाँ जा रहा है, दिखा रहा हूँ। जयपुर हाईवे रास्ते में आया था, उसके वहाँ से स्टार्ट किया था। आप लोग को वीडियो में नहीं दे रहा गाइस। अभी 10 मिनट 8 मिनट हो गया, 10 मिनट होने वाला है। हमने स्टार्ट किया है ट्रैवल बाय टेम्पो। राजीव चौक दिल्ली सेक्टर 10 सेक्टर 9 लिखा है इसकी जगह, सेक्टर 4 में। सेक्टर 10 में जाना है। वाह, इतना खाली खाली रास्ता तो मैं पहले बार देख रहा हूँ। रास्ता मांग ये रास्ते में पहले बार हम लोग खाली। आ रहे हैं। बस ऐसे लोग चल रहे हैं। हेलो अगर फुटबॉल खेलूंगा आगो फुटबॉल खेलूंगा आगो। हेलो अच्छा फुटबॉल खेलूंगा आजो दिल्ली का फुटबॉल खेल लो मैच खेलूंगा आगे।
only 3 किलोमीटर मुंबई एक्सप्रेस हम लोग को चाइना जाना है कौन जाएगा ऑस्ट्रेलिया आप लोग के लिए आज रास्ता पूरा खाली दिखा रहा हूँ आप देख रहे हैं ये रास्ता पूरा रोड ब्लॉक हो रहा है पूरा रोड पर दिखा रहा हूँ आपको ट्रैफिक ब्लॉक कह सकता हूँ पूरा ट्रैफिक होली में हम लोग जा रहा है फुटबॉल खेलने बिल्डिङहरु देख्छ नि त राम्रो दाइ Yes, yes, oh yes, yes. लगाओ 1 नंबर किलोमीटर जाएगा कितने में चढ़ा अभी दो पे चौथा हाँ? 4 में चढ़ जाता है ना यो हाँ यहाँ है ना कसो दामी देखिन्छ यही फ्लाइओभर हो अहिले आउनु उता पर्छ नि त वाओ ये फ्लाइओभर बहुत अच्छा है Oh my god सबसे फ्लाइओभर है यो हाँ? सबसे ऊंचा फ्लाइओभर है गुड़गांव में सबसे ऊंचा फ्लाइओवर है बहुत अच्छा लग रहा है आप देख सकते हो फ्लाईओवर चढ़ गया कितना स्मूथ रास्ता है कब खेले हो शाम को भन्नुभयो के कहाँ अटो हो कहाँ जान छ अब
पाँचजना तपाईँहरू खेल्नु हामी छजना खेल्नु हो क्या आउनु न पुगिसक्यो हामी त अति नै पुगेको 2 घन्टा भइसक्यो बसोक्यो हामी आएर तिनीहरू कम रिसाइरहेको छ तपाईँसँग यार अब भन्दिनँ तपाईँ पनि फोन गरेर भन्दिनँ दाइ अब यस्तै पऱ्यो हेर्नु अब होइन त्यही त तपाईँले सौदा बुझाइदिए गरेर आउनु न ल अलिक फटाफट आउनु क्या सर यार त्यो अटोवालालाई भन्नु न एमए त्यति छ हाम्रो मेरा आवाज तो आप लोग के लिए सुनाई भी नहीं दे रहा होगा इतना गाड़ी अलग है ये गाड़ी होना चाहिए था इलेक्ट्रिक बाइक होना चाहिए आवाज इतना नहीं आता बच्चे वाले आए यार हम लोग यार हाँ ऐसा टर्निंग में थोड़ा आराम से चलाओ यार अरे डर गया यार हम लोग यार कौन पालेगा हमारा गर्लफ्रेंड को कौन पालेगा फिर यार व्यू अच्छा है कितने मिनट हो गए? हाँ 20 मिनट हो गया वहाँ से चले हुए जैसे ये रोड आ गया था ना रोड ये मेन रोड वहीं से बनाया था 30 मिनट वो 2 घंटे लगा ले 22 इपो चौक पहुंच गया इपो चौक गाइस इपो चौक फ्लाईओवर के नीचे हम लोग आप देख सकते हैं फ्लाईओवर के नीचे अब यू टर्न हो रहा है यहाँ से लड़की है लड़की हमने यू टर्न किया इपो चौक से यू टर्न किया गाइस आप लोग भी आ सकते हैं और दूसरे टाइम पे अगर आप ये लोकेशन देख के आ सकता है हमें वीडियो बनाना पड़ता है एक भी नहीं कर रहा हूँ एडिट भी नहीं कर रहा हूँ इसको एडिट भी नहीं करो कुछ भी नहीं करो मैं ताकि आप लोगों को समझना चाहिए कि ये क्यों बना रहा है क्या बनेगा वाला सीधे जहाँ से आए वही इस तरफ से क्या बोलेगा ये मेरे भाई कित साइलेंट हो ना यार कितना ऐसे बोले भाई चुप लगे भाई पार्क हो जाओ पार्क बीच क्या है इसमें कैसे खेल सकते हैं यार माय गॉड आयो आ गया
उधर साइड है फुटबॉल, हमारा फुटबॉल साइड उधर छोटा ग्राउंड है। और खेल मैदान आ गया गाइस, लो हम उतरेंगे यहाँ से। पैसा दे लो। हम लोग कितने मिनट में आ गए यहाँ, आपको दिखा सकता हूँ 20-22 मिनट। हेलो गाइस, ये ऑटो में आया था हम लोग और ये चला गया। अभी हम लोग यहाँ देख सकते हैं क्रिकेट भी हो गया, मैच हो रहा है यहाँ। हमारा जो हमसे आया था लड़के लोग देखो, हाँ सब लड़का लोग आगे आगे चल रहा है। हमारा फुटबॉल प्लेयर है सारा। यहाँ हो रहा है क्रिकेट मैच हो रहा है, तो आप देख सकते हैं यहाँ, देख सकते हैं यहाँ फुटबॉल मैच होने वाला ग्राउंड है। फुटबॉल मैच अभी यहाँ का टीम खेल रहा है फुटबॉल। प्रैक्टिस हो रहे हैं मैच का। यहाँ फुटबॉल ग्राउंड देख सकते हैं आप लोग। यहाँ बड़ा पेड़ है, इसके सामने क्रिकेट भी हो रहा है इधर मैच। मैं ये क्रिकेट के बारे में दिखा रहा हूँ आपको, थोड़ा क्रिकेट मैच हो रहा है तो उसके बारे में वीडियो बना रहा हूँ, क्योंकि अभी फुटबॉल नहीं हो रहा है। वाह, यहाँ से अभी फुटबॉल होने वाला है, उसको लाइव दिखाऊंगा मैं आपको। इधर क्रिकेट मैच हो रहा है। अब बैठ के आराम से वीडियो बनाएंगे फुटबॉल के। ये कौन सा टीम से हो रहा है मैच, ये इतना पता नहीं यार, पता नहीं है, लेकिन गेम हो रहा है। इसके बाद दूसरा मैच हमारा टीम का होगा।
ओरे 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 क्या बताओ गाइस, कमेंट्री करने आता नहीं है हम लोग को। नमस्ते दर्शक महानुहरु, तपाईलाई स्वागत छ। मैले चाहिँ फेरि नेपालीबाट सुरु गरेँ त ब्लग चाहिँ। मलाई अब हिन्दीमा अलिक कमेन्ट्री गर्न आउँदैन नि त, त्यही भएर चाहिँ नेपालीमा म कमेन्ट्री गर्न गइरहेको छु फुटबलको। र यसै बिच कर्नर थियो, यो कर्नर चाहिँ सेभ गरेछ, गोलकिपरले पक्रिरहेछन्। टिमको नाम पनि थाहा छैन है मलाई, चाहिँ अरू क्लबकै हो कि अरू टिमको, त्यही भएर मलाई थाहा छैन। यो जस्ट हामी खेल्नु आएको थियौँ, त्यही भएर गेम म्याच सुरु भइरहेको थियो यहाँ, त्यही भएर हामी चाहिँ मैले यहाँ गरिरहेको छु। हाम्रो टिमहरू पुरा बसिरहेछन्। ल ल ओ माई गड, राम्रो क्रस निकालेको तर त्यसलाई सदुपयोग गर्न सकेन। टिमको नाम पनि थाहा छैन है मलाई साँच्चै भन्नुपर्दाखेरि। अब हेर्दै जाउँ आजको भिडियोमा कुन चाहिँ टिमले कति गोल गर्छन्, म सबै त्यो सकभर देखाउने प्रयास गर्छु। मेरो मोबाइलको मेमोरीले भ्यान्जेलसम्म ल एकदम अगाडि लगिरहेछ। ल ल ल बस, एकदम राम्रो गोल हुन सकेको छैन। आम्मामा गोल भएन यार, यतिले गोलबाट हुनबाट बचिरहेछ। गोल छेउबाट गरेछ बाहिर। निकै राम्रो एटेम्प गरेको उहाँले। जर्सी छैन, जर्सी भए त यति नम्बर जर्सी भन्नु पाइन्थ्यो होइन। विदाउट जर्सी भनौँ अब, विदाउट जर्सी लाउनु भएको छैन उहाँले, त्यही भएर उहाँ कति नम्बर नाम के हो थाहा छैन मलाई होइन। मलाई भन्दा कसैलाई पनि थाहा छैन होला सायद। अब यो नयाँ ठाउँमा आएछ हामी, त्यही भएर अब निकै राम्रो एटेम्प हो। अब टाढा छु, बिचदेखि होइन, यसलाई जुम गरेर हेरौँ न त। यस्तो किपरले सेभ गरिरहेछ। लो 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 हेट गोल भएन होला। म चाहिँ शीतलमा बसेर यहाँ कमेन्ट्री गर्दैछु है त, अब जानी नजाने होइन। ल उताको अब गोलकिपरले हानिसकेछन् पास, तर गलत पास दिएछ। ल उल्टै आमामा गलत पास दिएको थियो गोलकिपरले, यता डाइरेक्ट एटेम्प गर्यो बल पाउनु बित्तिकै, त्यही भएर चाहिँ गोल चाहिँ भएन। हाम्रो टिमहरू देख्न सक्नुहुन्छ पुरा रेडी हुँदैछन्। म अलिक बिचतिर छु, किनभने यहाँबाट बिचबाट दुईतिरको भ्याइन्छ नि त। एक साइड मात्रै भएन, अलिकति अप्ठ्यारो हुन्छ होइन। टाढाको घरको छाटको भेट्दैन, देखाउँदैन। यहाँनिर तपाईँहरूले हेरिराख्नु भएको छ मेरो
फुटबलको कमेन्ट्री नै भन्छ ल यसलाई सायद। ओ माई गड, ल ल ल ल गोल भएन। आमामा एकदम राम्रो सेभ गरिरहेको छ यार, राम्रो सेभ, राम्रो एटेम्प थियो र सेभ पनि त्यस्तै राम्रै छ। फल भएको छन् रे। अब फल हान्न गइरहेछन्। तताएको छ मात्रै छ ल, आउट भएछ ल। थ्रो फ्याँक्दैछन् अब हाम्रो भाइले पास दिइसकेको छन् ल। ओ माई गड, पास त मिलाउनु खोजेको तर अलिकतिले आफ्नै खुट्टामा ठोकेर त पास कलेक्ट गर्नु सकेन राम्रोसँगले। ओ निकै राम्रो खेलिरहेछन् फुटबल। ओहो ओहो एकदम अगाडि बढाएछ तर आउट गएछ। त्यो पल्लो चाहिँ बोर्डरमा छुयो भने चाहिँ आउट हुने रहेछ सायद त्यो वालमा। गोल भएको छ ल, मैले चाहिँ गोल जस्तो देखिनँ है, पोल बाहिर आए जस्तो लाग्यो तर गोल भन्दैछन्। क्यामेराले देख्दैन नि त हो नि, विश्व क्यामेरा विश्वकपमा त क्यामेराले खिच्न सक्दैन होइन, साइडबाट यस्तो गोल भएको छ अरे। अब ए होइन गोल भएको रहेछ, सरी गोल भएको छैन, तर मैले गोल भएको छैन जस्तो लागेको। फेरि गोल भन्दै त केटाहरूले फेरि गोल भएको रहेनछ, थोरै बाहिर गएको रहेछ। टाइम चाहिँ राम्रो गरेको थियो तर गोल हुन सकेन, पोलदेखि थोडा बाहिर गएको रहेछ। ओ माई दामी एटेम्प यार, दामी एटेम्प, दामी सेप। किपर हल्का पन्च गरी पठाएको छ बललाई चाहिँ। आउट गयो बल। धेरै बिजी यतै छ, यता अलिक जानु पर्छ यतै होइन, किन यता एटेम्प गरिरहेको छ धेरै। म बिचमै छु, बिच भागतिरै छु, तर यताको टिमले अलिक पेलिरहेछ। जता धेरै गोल आउँछ त्यतै जानु पऱ्यो होइन, हेर्नु अब क्यामेरामा गोल लागेको पिक्चर पनि क्याच होस् न त होइन। और फुटबल चाहिँ बाउन्ड्रीदेखि बाहिर गइरहेछ, फुटबल बाउन्ड्रीदेखि बाहिर गइसकेछन्। त्यहाँनिर यो भिडियो बनाएको 36 मिनट भइसकेको छ, 36 मिनट 46 सेकेन्ड। ल थ्रोइङ गरिसकेछ र हानिसकेछन् बल उहाँले। ओ माइ ल ल गोल 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 गोल, उहाँले गोल गर्नु सफल भएको छ।
उहाँको चाहिँ अब नाम पनि थाहा छैन है, जर्सीमा नम्बर पनि छैन, कुनै छैन, तर उहाँले मिठो गोल गर्नुभएको छ। डिफेन्डरले क्लियर गर्न सकेन बल, त्यही भएर गोल हुन सफल भएको छ। अब खेलाडीले चाहिँ एकदम धेरै धन्यवाद दिन चाहन्छु मेरो तर्फबाट, उहाँले गोल गर्न मिठो गोल गर्नुभएको छ गोलकिपरको माथिबाट आएर उहाँले गोल गर्नुभयो। त्यसरी सुरु भइसकेछ गेम। गोल भएको भिडियो चाहिँ पक्कै पनि यहाँ क्याप्चर भएको छ। ओ ल डिफेन्डरले क्लियर गर्नु सकेन बल, त्यही भएर बल आउट गइसकेको छ। त्यहाँदेखि बल हान्दैछन् डिफेन्डरले, यो बल आयो 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 ओ आउट आउट ल आउट गइसकेको छ बल। बल्ल बल्ल मेरो छेउमा आएछ बल। पास चाहिँ राम्रो निकालेको, तर त्यो अनुसारको रनिङ चाहिँ भएन भनौँ न। अब यस्तो ग्राउन्डमा त्यो पास चाहिँ भेटाउनु साह्रै पर्छ नि त, किनभने बालुवा छ यहाँ। बालुवा साथसाथै यो तपाईँले ढलाइ गरेर देखिन्छ हेर्दाखेरि चाहिँ अहिले धुलो पनि उड्नु थालिसकेको छ। ओहो ओ छातीमा पास, ल ल ल गोल गोल। यो भाइले राम्रो गोल गरेछन्, भाइ नभनौँ होइन, खेलाडी साथीले 16 नम्बरको साथीले चाहिँ राम्रो मिठो गोल गोलमा लागेर गोल भएको छ। हाम्रो गोल गर्ने भाइ उहीँ हुन्छ, भाइ म चाहिँ भाइ भनिहाल्दो रहेछ, अलिक सानोदेखि भाइ होइन, भाइ त होइन खेलाडी मित्र भनौँ न। अब उहाँ चाहिँ खेलाडी मित्र 16 नम्बरको खेलाडी हुनुहुन्छ। अलिकति टाढो भएर यसको जर्सीको नाम मैले अलिकति पढ्न सकिनँ है। ल आम्मा एकदम तताएको छ नि यार। गेम ड्र भएको छ, एक एक गोलमा चलिरहेछ अहिले। भर्खरै गोल भएको थियो, यो भाइले निकै राम्रो क्विक्स गोल गरेछ। गोल हुँदैन कि जस्तो लाग्थ्यो, तर पोस्टमा लागेर गोल भएको छ। सानो मान्छे एकदम छरितर छ भन्ने थाहा पाइसकेको छ। ल फेरि उहाँले उही खेलाडी, तर उहाँले ठेला लडाइसकेको छ, त्यही भएर उहाँले एटेम्प गर्नु पाउनु भएन। ल ल ल ल ल ए बचेको छन्। ल दामी एटेम्प। ओ माई किपर त उडेको यार, किपर उडिरहेछ, तर बाहिर गएको थियो बल। त्यो नउड्दा नि हुन्थ्यो त्यसरी होइन। खतरा पोज देख्यो कि किपरको यस्तो उडेको देख्दाखेरि। एक एक गोलको बराबरीमा छ अहिले, दुईटै टिमबाट एक एक गोल भएको छन्। फेरि यहाँ दर्शकहरू पनि हुन्छ यता होइन, दर्शकहरू यता यसो हुनुहुन्छ नि त। सुरु भइसकेको छन्। ल ओ सानो सानो भाइहरू छन्, भाइ नै भन्दा रहेछु म चाहिँ होइन, खेलाडीहरू छन्।
ल ल ल पास दामी दामी गोल 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 ल फेरि पनि त्यही भाइले गोल गरेको छन् है त 16 नम्बरले 2 गोल गरिसकेछन् ल 16 नम्बर खेलाडी एकदमै खतरनाक देखिँदैछ अहिले चाहिँ सरसर ब्याक टु ब्याक 2 गोल गरिसकेछन् उहाँले चाहिँ हाम्रो गोल गर्ने खेलाडी हुनुहुन्छ उहाँ चाहिँ 2 गोल गरिसक्नु भएको छ उहाँले तपाईले जर्सीमा पढ्न सक्नुहुन्छ के लेखेको छ उहाँको क्लबको नाम लेखेको जस्तो सायद ओ भाइ निकै खतरनाक यहाँ त मेसी जस्तो जस्तो देखिँदैछ फेरि पनि त्यो भाइ 16 नम्बरको भाइ खेलाडीले मेरो मुखमा त भाइ नै झुन्डिन्छ हैन अब अलिक सानो देखेर होला सायद खेलाडी मित्र निकै खतरनाक देखिरहेछ गोल गर्नुमा चाहिँ एकदम माहिर हुनुहुँदो रहेछ उहाँ चाहिँ फेरि फेरि त्यो आम्मामा त्यही 16 नम्बर खेलाडी मित्रले हानेको बल चाहिँ अलिक आउट गएको छ तर राम्रो पनि थिएन उहाँले नै 2 गोल गरिसक्नु भएको छ 2-1 को अग्रता लिइसकेको छ अब टिमको नाम त मलाई थाहा छैन हैन अब त्यो पनि यता त खोइ यत्रो ग्राउन्ड साली चाहिँ निकै लुज छ क्या टिममा ल हाम्रो गोल स्कोर 2 गोल स्कोर खेलाडी चाहिँ उही हुनुहुन्छ 16 नम्बरको यता शीतल भएर यता नै मान्छे पनि धेरै भएको हो कि हैन यसो 50 ग्राउन्डदेखि आधी उता सबै उतै छन् त हाफदेखि त सबै दुईटै टिमको सबै उतै छन् यहाँनिर के भन्दै हुन्छ एटेम ओहो एटेम त गर्नु भएको थियो उहाँले तर राम्रो भएन त्यो एटेम दामी दामी ल किपरले च्यापै बल पडेको छन् उहाँ 7 नम्बर खेलाडी रहेछ सानो सानो हुनुहुन्छ उहाँ चाहिँ तर उहाँले बल छोडिपठाउनु भयो यो साइडमा त बल एकदम कमाइरहेछ अहिले अहिले भन्दा अघिदेखि नै तर सुरुमा त यही टिमले खाएको थियो गोल सन्देश 14 नम्बरको सन्देश रहेछ उहाँको नाम चाहिँ ल ल ल ल ल ल ल फेरि गएछ त्यो खेलाडी मित्र गएछ त एकदम गोल हुने चान्स हुन्छ धेरै ल ल ल गोल 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 ओ फेरि पनि ह्याट्रिक गरिसकेको खेलाडी 16 नम्बरको साथीले यार ह्याट्रिक त्यतिकै मैले भन्दैछु न उहाँ मेसी जतिकै कमाल हुन्छ क्या मेसी जस्तै सानो सानो पनि हुन्छ नि त उहाँ ह्याट्रिक गरिसक्नु भएको छ उहाँले 16 नम्बरको खेलाडी साथीले चाहिँ आजको ह्याट्रिक उहाँले 3 गोल गरेको टिमबाट उहाँले नै ह्याट्रिक गरिसक्नु भएको छ ल उहाँ चाहिँ एकदम यो टिमको मेसी नै रहेछ है मैले हेर्नुहोस् गोल गर्नुमा एकदम माहिर 16 नम्बरको खेलाडी ह्याट्रिक हानिसक्नु भयो यार उहाँले फर्स्ट हाफमै ह्याट्रिक हानिसक्नु भयो भने ल
ओए ल मनोहर के हो मनोहर युनाइटेड एफसी के हो उहाँको मैले राम्रो पढ्नु होइन ल हेर्नुहोस् ओ माई गड उहाँ त मेसी नै रहेछ ल कस्तो राम्रो लानु भएको थियो उहाँले यार ल है ह्याट्रिक गर्छन् भएको छ उहाँले गरेको गोल सबै मेरो यहाँ भिडियोमा चाहिँ रेकर्ड भएको छ ओ ल अरू गइसकेछ बल ल हेर्नुहोस् उहाँको खेलाइ हेर्दाखेरि उहाँ पक्कै पनि राम्रो खेलाडी रहेछ भन्ने चाहिँ मैले चाहिँ यहाँ मेरो विचारमा चाहिँ लागिरहेछ हेर्नुहोस् सानो मान्छे मेसी जस्तै उहाँको एटाइमहरू छन् त्यस्तै गोल पनि गरेका रहेछन् हेर्नुहोस् म रोनाल्डोको फ्यान भए पनि यो भाइले निकै मेसी जस्तै खेलेको जस्तो लाग्यो मलाई चाहिँ है त त्यही अनुसारको हाइट पनि छ नि त उहाँको सानो हेर्नुहोस् ओ हेर्नुहोस् आम ल गोल आउट भइसकेछ यहाँ चाहिँ पुरा रुख छ क्या वरिपरि हेर्नुहोस् एकदमै राम्रो ठाउँ छ यहाँनिर हेर्नुहोस् तपाईँले म चाहिँ यो ठुलो रुखको फेदमा बसिरहेको छु यहाँनिर हेर्नु यहाँ ठुलो रुखको फेदमा बसेर शीतल छ होइन यहाँदेखि म कमेन्ट्री गरिरहेको छु फुटबलको ल बल आउट जान्छ जस्तै छ त्यो बल यहाँ उहाँ खेलाडी हेर्नुहोस् उहाँको स्किलहरू ड्रिब्लिङ ओ माई गड आमामा यार पछि यार दामी पास निकालेको नि यार गोल गर्ने एकदम सुवर्ण अवसर थियो तर गोल हुन सकेन मैले चाहिँ उहाँको नाम मेसी उपनाम दिइरहेको छु है त मान्छे त्यस्तो मेसी जस्तै सानो हुनुहुँदो रहेछ गोल गर्न माहिर ह्याट्रिक गरिसक्नु भएको छ उहाँले उहाँ चाहिँ रोनाल्डो जस्तै हुनुहुन्छ है अलिक हेर्दा चाहिँ अब उहाँको फिजिकहरू हेर्दाखेरि त्यस्तै अग्लो टल होइन ल दामी टाइम ओ माई गड चट्ट छुको तर के भयो अलिकति आएको नि त बल चाहिँ यो कुन क्लबको हुँदैछ गेम थाहा छ मिलेर खेलेछ नि क्लबको नाम थाहा छैन त्यतिकै अब सो म्याच जस्तै होला सायद र कसैको पुरानो जर्सी हुन्छ नि त पुरानो क्लबहरूको हो त्यही क्लबको चाहिँ लुगा जर्सी लगाइरहेछन् कोही अनड्रेसमा पनि छन् एक दिनको लागि अब जर्सी प्रिन्ट गर्नु भएन होइन तपाईँलाई म्याच कस्तो लागिरहेछ है गाइज ल फेरि ओ माई गड ल ओ
उहाँको उताको किपरले चाहिँ अलिक गाह्रो परिरहेछ सेभ गर्नु। निकै राम्रो सेभ पनि गरिराख्नु भएको छ उहाँले। हेर्नुहोस् म त्यतिकै मेसी भनेको छु उहाँलाई। हेर्नुहोस् कस्तो खेलाउनुहुन्छ क्या उनीहरू छक्का र यार। हाम्रो साथीहरू चाहिँ उता ट्रेनिङ गर्दैछन् हो पर। अब यस पछाडिको म्याच छ त्यही भएर उहाँले चाहिँ ट्रेनिङ गर्दै हुन्छ। ह्यान्डबल भनिरहेको छ। एम्पर त छैन जस्तो लाग्दैछ मलाई। एम्पर छैन नि। ल मिठो गोल हुन्छ कि हुँदैन यहाँदेखि? मेरो विचारमा निकै टाढै छन् होइन, नहुनु पनि सक्छ। 93 नम्बर अब नम्बर सर्ट ढिलो भयो। ढिलो सर्ट हान्नु ढिलो भयो। ल उहाँको जर्सीको नाम नपढौँ होला किनभने यो उहाँको क्लबकै गेम चाहिँ होइन जस्तो छ। कुनै ठाउँदेखि आएको टिमहरू होला त्यही भएर चाहिँ क्लबको भए त सबैले ड्रेस लगाइहाल्थ्यो होइन। जर्सीहरू क्लबको चाहिँ छैन। ल अर्को मेसी उहाँ रहेछ। आमा सानो सानो 2 जना हुनुहुन्छ यता सानो सानो खेलाडी साथीहरू। ल ल ल उहाँ चाहिँ रोनाल्डो जस्तै देखिन्छ है, तर डिफेन्डरमा बसिनु भएको छ। हुन्छ हुन्छ उहाँ चाहिँ यता दर्शक महानुभावले चाहिँ के भन्दैनुहुन्छ भने ए लाइभ हान्नु है सही भन्दैनुहुन्छ है त। लाइभ चाहिँ होइन, भिडियो चाहिँ मैले बनाइरहेको छु। भिडियो निकै लामो भइसकेको छ। ओ माई गड राम्रो पास त निकालेको तर त्यसलाई सदुपयोग गर्नु छैन। मेरो मेमोरीले भ्याउँछ कि भन्दैन होइन। अब लामो भिडियो भइसकेर नभ्याउनु सक्छ नि त। यो साइडमा त खोइ बलै आउँदैछ नि त। म चाहिँ हेर्दा चाहिँ रोनाल्डो जस्तो देखिन्छ है। यस्तो लामो पनि हुन्छ अग्लो पनि त्यस्तै, तर उहाँ चाहिँ डिफेन्डर बस्नुभएछ। अलिक सेन्टर ब्याकमा खेलेको राम्रो देखिन्थ्यो। ल बल चाहिँ बाहिर गइसकेको छ। उहाँ हुन्छ रोनाल्डो जस्तो देखिनुहुने चाहिँ। नाम के हो तपाईँको? सौरभ। सौरभ सौरभ हो मेरो नाम चाहिँ। दाइले गरेको भिडियो एकदम। तर उहाँ चाहिँ रोनाल्डो जस्तो देखिन्छ है। उहाँको फिजिक्स हेर्दा चाहिँ त्यस्तो देख्दैछु मैले। फेरि मैले उहाँको नाम चाहिँ रोनाल्डोको उपनाम दिइरहेको छु। यता रोनाल्डो चाहिँ डिफेन्समा बस्नु भएको छ भने उता मेसी चाहिँ गोल गर्दै हुनुहुन्छ है। एउटै टिममा हुनुहुँदो रहेछ रोनाल्डो र मेसी। हेर्नुहोस् तपाईँ आफै गेस गर्न सक्नुहुन्छ उहाँ कस्तो हुनुहुन्छ भनेर। उहाँ रोनाल्डो उता मेसी हुनुहुन्छ। यो म्याच हाफ भयो कि हाफ भयो जस्तो छ। अहिले हाफ भइरहेछ है त। अब दोस्रो म्याच भन्दा पनि दोस्रो हाफ सुरु हुन गइरहेछ।
पहिलो हाफमा चाहिँ 3-1 को अग्रता लिन सफल भएको छ। यो टिमले चाहिँ 3 गोल गरेछन्, एकैजनाले ह्याट्रिक गोल गरेछ। यो टिमबाट चाहिँ सुरुमा 1 गोल गरेको थियो, तर एक गोल मात्रै गरेछन्। 1-3 को अग्रता लिँदैछन् है त। यताको टिममा 1 छ, यताको टिममा 3 गोल छ। अब दोस्रो हाफ सुरु हुन गइरहेको छ। सुरुमा टाइम भएको छन्। म चाहिँ गलेर अलिक बसिरहेको छु यता साइडमा। हाम्रो टिमहरू त यता रहेछ, कुदिन्छ। कहाँ कुदिने गौ? ल इनर्जी ड्रिङ्क खाएर आउनु है। उहाँहरू चाहिँ हाम्रो टिमको खेलाडीहरू हो। ल दोस्रो हाफ सुरु भइसकेको छ। ल लिङ्क राम्रो। ल ओ ल गोल भाग्न सफल भएन। ल अलिकति फल भएको छ यहाँनिर, बिचरा निकै राम्रो ल्याएर थिएन। अब के भन्नु, अब यहाँ रेफ्री छैन। अब रेफ्री भए त पेनाल्टी पनि हुन्थ्यो सायद। निकै राम्रो भन्दा नि राम्रो सेभ गरेको, तर खेलाडी चाहिँ घाइते भएको छ यहाँनिर। तर यो त्यति खतरा नहोस्। उताबाट चाहिँ यता पनि कमेन्ट गर्नु पर्यो भनिदिनु है त। ह्याप्पी होली। ल ह्याप्पी होली भनिदिनु है त। ह्याप्पी होली। ल म देखाउँछु पहिला। यहाँ यता गोल गरेको फल भएको सबै देखाउनु पऱ्यो नि त होइन। पहिला फोकस त यता गर्नु पऱ्यो मेनमा। ल पुरा 1 घन्टाको भिडियो भइसकेछ है। सन्देश ओभर फ्री किक चाहियो, स्कोर चाहियो, स्कोर। ल अब यो साइडमा धेरै गोल हुने भयो। गोल भन्दा नि एटेम हुन्छ। यहाँ अघि अर्को साइडमा थियो। यो टिम पनि स्ट्रङै रहेछ, किनभने यो टिममा मेसी पनि छ, रोनाल्डो पनि छ होइन, नेमार पनि छन्। सबै कम्बिनेसन रहेछ क्या टिममा चाहिँ। ल हेर्नुहोस्, उहाँ चाहिँ जर्सी त्यतिकै हुनुहुन्छ सेन्टर भेसमा। उहाँले गोल गर्नुभएको थियो उताको टिमबाट। उहाँ चाहिँ मलाई हेर्नुहोस् है, उहाँ हेर्नुहोस् रोनाल्डो जस्तै लाग्छ है उहाँ चाहिँ। किनभने त्यस्तै हाइट वेट छ नि त। त्यो अनुसार त छैन, तर छट्टा हेर्दा त्यस्तै खालको। त्यही जर्सी लगाएर चाहिँ सेम त्यस्तो देखिन्थ्यो। जर्सी उहाँले लाउनु भएन, 7 नम्बरको जर्सी होइन। 7 नम्बरको जर्सी भए चाहिँ रोनाल्डो देखिन्थ्यो उहाँलाई। र उहाँ जो अघि ह्याट्रिक गोल गर्नुभएको थियो उहाँ चाहिँ मेसीको जर्सी लगाएको भए चाहिँ ल मेसी नै भन्न नि केही हुन्थेन। 16 नम्बर जर्सी लाउनु भएको छ उहाँले चाहिँ। म अब अर्कोचोटि गेममा चाहिँ मेसीको जर्सी लाउन अनुरोध गर्न चाहन्छु। Oh my God! कस्तो टाइम गरेको हाम्रो सन्देश जर्सीमा सन्देश भाइ छ हैन? सन्देश भाइ त्यस्तो ठाउँबाट नि यस्तो हान्नु भनेको चाहिँ अलिक नराम्रो के चाहिँ।
मेरो भिडियो नन स्टप छ है त मैले पज गर्दै चलाइरहेको छु 1 घण्टा 2 मिनेटको भिडियो भइसकेछ ल बल आउट भइसकेछ ल उहाँले गोल गर्नुभएको थियो जो थ्रो फाल्दिनुहुन्छ फर्स्ट गोल गर्ने चाहिँ उहाँ है खाजाको खाता खोल्ने चाहिँ उहाँ हुनुहुन्थ्यो यहाँ चाहिँ पिक्यू जस्तो देखिन्छ पिक्यू बार्सिलोनाको पिक्यू जस्तो देखिन्छ उहाँ चाहिँ स्पेनको उहाँ चाहिँ नेमार जस्तो देखिन्छ है त उहाँ चाहिँ रोनाल्डो जस्तो देखिन्छ है सेम ल जर्सी चाहिँ त्यही लाउनु पर्थ्यो अब अर्कोचोटि चाहिँ म त्यही सुझाव गर्छु उहाँलाई बढ़िया बढ़िया विशाल बढ़िया बढ़िया ल उहाँ 7 नम्बरको जर्सी लानु भएको छ ल उहाँले लानु भएको छ उहाँ यताको टिमको चाहिँ फेरि मेसी जस्तै छ नि फेरि तर रोनाल्डोको जर्सी लानु भएको छ उहाँले मेसी जस्तै सानो सानो हुन्छ भन्नु मेरो मतलब ओ म एटाइम थियो ल उहाँले गोल गर्नु फेरि चान्स त भएन गोल यहाँनिर दर्शकहरू एकदमै धेरै त छैन होइन त्यही पनि आफ्नो टिमलाई सपोर्ट गर्नलाई चाहिँ आइरहनु छ उहाँहरू महिला मित्रहरू पनि आउनु भएको छ रुखको छारी बसिराख्नु भएको छन् ओ ल मलाई चाहिँ अब ह्यान्डबल ल अहिले चाहिँ मैले पनि देखेँ ह्यान्डबल भएको चाहिँ ट्याक्कै यार ल ओ झन्डै लाग्यो बलले चाहिँ यार हेलो मैले कमेन्ट्री गरिरहेको छु ल पानी नखाउँ एकछिन आउँछु म चाहिँ हाम्रो साथीहरूले पानी ल्याउनु भएको रहेछ ए म चाहिँ यता हेर झन्डै गोल हुनु आँटेको छ होइन म चाहिँ उता मेरो मोबाइल चाहिँ तातिसकेको छ ओ माई गॉड झन्डैले गोल भएको छ यार मेरो चाहिँ लाइभ पनि बन्द मेरो अब यो भिडियो चाहिँ बन्द गर्नु पर्ला जस्तो छ है त किनभने यो धेरै हिट हुन आँटिसक्यो नन स्टप मैले यो क्यामेरा अन गरेको चाहिँ लगभग 1.5 घन्टा भएको छ भिडियो चाहिँ 1 घन्टा 6 मिनटको भएको छ है त यो मैले पज गर्दै चलाएको छु नि त जुन ठाउँमा अब भिडियो गर्नु पर्दैन त्यो ठाउँमा चाहिँ पज गरिरहेको छु त्यही भएर चाहिँ अब भिडियो जोड्दै बनाउनु नि लामो भिडियो अलिक गाह्रै पर्छ क्या एडिट गर्नु समस्या पर्छ होइन त्यही भएर चाहिँ म चाहिँ सबैसम्म एउटा लामो भिडियो बनाऊँ भनेर सोचेको छु
म चाहिँ पिक्यु जस्तो देखिन्छ पिक्यु ल उहाँ चाहिँ को जस्तो देखिन्छ अब त्यो नभनौँ ल थाहा मलाई खासै खेलाडीको नाम थाहा छैन नेपालको जुमन राई जस्तो देख्छु म चाहिँ उहाँ चाहिँ ओ माई गड एकदम पावर टाढो बल गएको छ ल उता त डान्स पनि हुँदैछ होली कार्यक्रम हुँदो रहेछ यहाँनिर ल हेर्नुहोस् होली कार्यक्रम होली खेल्दै हुनुहुन्छ उहाँहरू टाइम ओ म दामी टाइम तर बल आएको छ एकदम बढिया टाइम राम्रो थियो अलिक टाढो भए बडो भए चाहिँ गोल पनि हुने सम्भावना थियो त ल हाम्रो मेसी भाइ ल ओ ल त्यतिकै मेसी त भन्दैन यार उहाँको पास हेर्नुहोस् सक्सेस भएन तर उहाँको टेक्निक त हेरिसक्नुभयो तपाईँले ल ल ल ओ ल ल गोल गोल आम्मा ल एकदम राम्रो उहाँले स्किल देखाउनु भएको छ नेमार त्यतिकै मैले नेमार भनेको होइन 14 नम्बर लाउनु भएको छ उहाँले त्यस्तै खेलाउनु भएको थियो उहाँले चाहिँ गोल त अब छ ल ओ ल बढिया बढिया ल बललाई चाहिँ आउट पठाइसक्नु भएको छ उहाँले ल ल ल उहाँले लानुभयो यताको ल उहाँ चाहिँ रनआउट हुँदो रहेछ गोल गर्नुभएको छ ल 2-3 को अवस्थामा छ अहिले 2-3 को अवस्थामा उहाँ यताको टिमको चाहिँ उहाँ चाहिँ अब हाइटमा चाहिँ अब मेसी जस्तो छ तर जर्सी चाहिँ रोनाल्डोको लाउनु भएको छ रोनाल्डो भन्दा नि 7 नम्बर त ब्रान्डै भयो नि त जुन क्लबको जर्सी लगाए पनि 7 नम्बर देख्नु बित्तिकै हामीले रोनाल्डोलाई सम्झिन्छौँ क्रिस्टियानो रोनाल्डोलाई उहाँले गोल गर्न सफल हुनुभएको छ 3-2 को अवस्था छ अहिले गेम चलिरहेछ ल उहाँ 7 नम्बर खेलाडीले चाहिँ गोल गर्नु भएको छ भर्खरै 7 नम्बर लाउनु हुने जर्सी अनमोल नाम चाहिँ अनमोल रहेछ है उहाँको जस्तो छ है त जर्सीको आधारमा चाहिँ
ओ मामा उहाँले राम्रो हान्नु भएको थियो उहाँ चाहिँ नेपालको जुमन राई हुनुहुन्छ कि अलिक होचो होचो मोटो मोटो हुनुहुन्छ होइन उहाँहरू चाहिँ होलीको स्पेसलमा चाहिँ होली खेल्दै कलेक्सन गर्दै हुन्छ यहाँको उहाँको दादा भत्ता माग्दै हुन्छ यहाँको डनै होला नि त उहाँहरू पनि होइन उहाँहरू डनै होला ल हाम्रो भिडियो चाहिँ यतै फोकस गरौँ होइन गेमतिरै यहाँ देख्नु सक्नुहुन्छ महिला मित्रहरू पनि हुनुहुन्छ उहाँहरू मेरो पनि भिडियो बनाउनु छ क्या यत्रो पेट देखिन्छ मेरो त यार ल ल ल उहाँले उहाँले सन्देश सानो खेलाडी मित्र हुनुहुन्छ ल ल एटेम दामी एटेम तर पोस्टको सही दिशा चाहिँ जान सकेन उहाँले मिलाएर हान्नु भएको तर अलिकति पोस्टको दिशा गएन र अलिक पावर पनि भएन तर जुन स्केल ग्राउन्ड लेभलमा हान्नु भएको थियो नि त्यो चाहिँ राम्रो थियो उहाँको Oh my god, oh my god, oh my god. Hah? Kira aku बनाउने नि यो टिम पनि बनाउनु त होली खेल्नेको त बनाउनु ह सबै बनाउनु पर्छ भिडियो ला भइसक्यो 1 घण्टा 14 मिनेट भइसक्यो भिडियो यत्रो भइसक्यो खेलेको हैन खेलेको हैन आकोदेखि हामी आकोदेखि यति भइसक्यो भयो त नि ब्रेक हैन यो गेम सकाउनु पर्यो नि त मोबाइल तातो भइसक्यो नि यहाँ 1.5 घण्टा पछि भयो अनि यो मोबाइल क्यामेरा अन गरेको युट्युबमा हाल्नुपर्छ यो भिडियो चाहिँ हैन म माइ लाइफ स्टाइलमा लाउन चाहन्छु युट्युब च्यानल माइ लाइफ स्टाइलमा त्यस पछाडि मैले काट्न सके भने चाहिँ अर्को गोर्खा वाइसीमा लाउन चाहन्छु गोर्खा वाइसी युट्युब च्यानलमा फेरि हाम्रो मेसीले झन्नैले गोल गरेछ उहाँको नाम चाहिँ मैले मेसी राखिदिएछु है त मलाई नाम थाहा छैन मेसी जस्तै छ न मेसी जस्तै छोटो हुनुहुन्छ क्या जर्सी चाहिँ मेसीको लाउनु पर्थ्यो उहाँले बाहिर छ दाजु बाहिर हाम्रो एकजना यहाँ कम्प्युटर गर्ने साथी चाहिँ थपिसकेका छन् होइन उहाँ पनि सक्नुहुन्छ बोल्नु लागि यसरी कम्प्युटर गर्नु लागि ल यहाँ खेल्दै रोमान्टिक जान्छ है रोमान्टिक एकदम एटे दामी ओहो ल मिस म 7 नम्बर अनमोलले पनि गोल गर्नु भएको थियो ल ल ल नेमार 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 हो त्यतिकै नेमार भन्दैन नेमारले टाइम गरेछन् ल ल रोनाल्डोले झन्डै भेटाएको थियो के हो अलिकति मैले नाम राखिदिएको है उहाँहरूको चाहिँ त अब उहाँको नाम त के हो मलाई पनि थाहा छैन होइन त्यही पनि उहाँ रोनाल्डो जस्तै देखिनुहुन्छ त्यही भएर चाहिँ मैले क्रिस्टियानो रोनाल्डो नाम राखिदिएको छु यता मेसी जस्तै हुनुहुन्छ त्यही भएर मेसीको नाम राखिदिएको छु है त तर जर्सी पनि अब उहाँ अर्को गेममा चाहिँ उहाँले त्यही अनुसारले लाउनुपर्छ 10 नम्बरको मेसीको जर्सी उहाँले दिनुपर्छ ओ ल ल ल फल गरेछन् त्यहाँनिर हाम्रो केटाहरू तयार गोलकिपर को छ त्यहाँनिर तयार भयो भन्छ फेरि गोलकिपर थाहा छैन यो टिमसँग भिड्ने अर्को टिमसँग भेट्छ हौ हाम्रो आमा खेल्दै होइन हेर्नु मलाई त रोनाल्डो जस्तो लाग्छ उहाँ दलबहादुर छ जस्तो ल त्यस्तो पनि छ क्या दलबहादुर छ जस्तो हजुर सर अरे ड्युटी होली हो यहाँ फुटबल हुँदैछ केटाहरूको दम्मा दम्मी आज तराई मैले भिडियो बनाउन मेरो हात चाहिँ गलिसकेको छ आमा
पुरा नन स्टप भिडियो क्यामेरा पक्दै है यहाँ केटाहरू एक टिम भएर आएर चाहिँ अब यहाँ सुरु हुनु लाग्यो अरू चाहिँ खेल्दैछ सबै मिक्स होइन केटाहरू छ नि उता सल्लाहतिरको सबै मिलेर ल चौकीबारी केटाहरू लिएर चाहिँ खेलाडीहरू त कता कता यहाँ चाहिँ खर्च लाउँदै सबै नेपाली कमिटीहरू छन् फुटबल खेल्ने त्यत्तिकै हो त यो चाहिँ ठुलै रहेछ अब बाजी खेल्छ क्या साथीहरू कति कति खेल्छ एक घन्टा खेल्छ रमाइलो छ होली अब तपाईँहरू कता हुनुहुन्छ अनि हिँड्दै हो खै गाडी अब चाहिँ अलिक थाकिँदै पनि गयो अलिक कम बोल्दै पनि जाँदैछु म गाइज होइन किन मैले भिडियो निकै लामो बनाइरहेको छु भिडियो निकै लामो हाम्रो युट्युबर हुनुहुन्छ यहीँ 24 हेलो नमस्ते हजुर सन्चै हुनुहुन्छ चिन्नु भयो नि हाम्रै गाउँको पर्छ मावाला यहाँ सबै नखुल्ला जस्तो नगर मावाला माथि मावाला बेलुमाको दिदीको छोरा ल दिदीको बहिनी दिदी होइन दिदी हो कुन बहिनी कुन काइली अरे ल हेन्ड वहीँ हो हजुर नमस्ते हजुर ठ्याक्कै थाहा पाउनु तपाईँले ल उसैको भाइ हो उसकै आफ्नै भाइ हो उसकै भाइ अरे हजुर म चाहिँ हजुर झन्डै जस्तै छ ओ गोल हाने गोल 3-3 गोलको बराबरी भएको छ ल 3-3 गोलको बराबरी भइसकेको छ दुवै टिमबाट तर गोल गर्ने साथी चाहिँ मैले राम्रोसँग चिन्न सकिनँ को हो म कुरा गर्दै थिएँ क्या केटाहरू थुप्रो छ यहाँ भरे रिप्ले हेर्नुपर्छ क्यामेरामा क्याप्चर भयो कि भएन होइन म त भिडियो बोल्नेतिर यता बोल्दै थिएँ कि त्यही भएर अलिक ध्यान यतातिर गइरहेको थियो मेरो तर उहाँ जस्तो लाग्नुहुन्छ मलाई चाहिँ गोल गर्ने तलतिर छ उहाँ चाहिँ 3-3 गोलको बराबरीमा छ अहिले चाहिँ 3-3 को गोल बराबरी भइसकेको छ दुवै कमब्याक राम्रो कमब्याक गरेछ यो टिमले मैले यस्तो कमब्याक गर्छ सोचेको पनि थिइनँ पहिलो गोल गरेको थिएन त्यस पछाडि दोस्रो गोल चाहिँ अर्को टिमले गर्यो दोस्रो तेस्रो चौथो अर्को टिमले गरेको थियो र फेरि दोस्रो पछाडि यो टिमले चाहिँ कमब्याक गरेछन् सरसल 2 गोल गरेर 3-3 गोलको अवस्थामा पुगिसकेका छन् वाट अ कमब्याक यो टिमले चाहिँ कमब्याक गरेर चाहिँ राम्रो यो टिम पनि कमजोर त छैन भने प्रमाणित भइसकेका छन् र यहाँ बोर्डर लाइनमा बल थियो रोहन साथीले नै गोल लाग्यो कि जस्तो लाग्दैछ मलाई यता म बोल्नु बिजी थियो क्या फोनमा साथीको फोन आएछ त्यही भएर अहिले चाहिँ अब म रोमाञ्चक भएको छ अब यहाँ टाइम पनि सकिन आँट्यो र गोल स्कोर पनि ड्र भएको छ 3-3 को अवस्था पुगिरहेछ 3-3 को अवस्थामा अहिले म्याच चलिरहेछ है त ल खेलाडी फल भएको छ उहाँ चाहिँ खेलाडीले निकै चोट लागे जस्तो देखिँदैछ
उहाँलाई साह्रै चोट लाग्यो जस्तो छ है त अनि घर कनेक्सन खुट्टामा चोट लाग्यो जस्तो छ ल उठ्नु भएको छ उहाँ सब्स्टिट्युट गर्नुपर्ने अवस्था देखिँदैछ है उहाँलाई टाइम 9:37 कितना 9:37 कतिमा स्टार्ट गर्यो 9:20 चाहिँ जोडा हजुर 9:37 यो के छ थाहा छ युट्युब छ के दादा बल प्लिज मेरो युट्युब छ ल ल ल बल बाहिर आएकोलाई गेम चलिरहेकोलाई पानी चाहिँ उहाँहरू खानुहुन्न थियो होइन तर गेम चाहिँ अब को बुढो यहाँ चाहिँ अलिकति अब त्यसो गर्नु नहुने यताको टिमहरू सबै यता आएको थियो नि होइन गेम रोकेको टाइममा हुनेर होला ल ल ल ल मैले बल छुनु पाएँ त ल ल हाम्रो सन्देश भाइ 14 नम्बरको भाइ भनिहाल्दैछ खेलाडी मित्र हुनु न अब होइन खेलाडीलाई सम्मान गर्नुपर्छ हेर्नु त्यतिकै मैले नेमार चाहिँ भनेको होइन क्या उहाँलाई हेर्नुहोस् आमा नेमार जरले झन्डै गोल आमा दामी यो 14 नम्बरको खेलाडी मित्रले चाहिँ राम्रो टाइम गर्नुभएको थियो तर अलिकति थोडा हो कर्नर साइडमा होइन यसको अलिकति आउट गएको छ त्यहाँबाट न त राम्रो खेल्नु भएको थियो उहाँले यो म्याच चाहिँ एकदम ड्र भएको छ अहिले 3-3 गोलको अवस्थामा छन् र एकजना मेसीले मात्रै गोल गरेछन् अरू टिम ह्याट्रिक गरेछ तर अर्को टिम अरू खेलाडी चाहिँ गोल गर्न सकिरहेको छैन प्रयास जारी छ अरू खेलाडीले गोल गर्नुपर्छ नत्र भने गेम हातदेखि फुस्किन सक्छ ल उहाँ चाहिँ रोनाल्डोले लु हेर्नुहोस् त्यतिकै रोनाल्डो भनेको होइन नि मैले आमा लेफ्ट राइट दुइटै हान्नुहुँदैछ उहाँले नि उहाँले चाहिँ रोनाल्डोको जर्सी लाउनुपर्छ है अब मेरो सुझाव छ यो भिडियो हेर्नु भयो भने चाहिँ अब तपाईँले अर्को म्याचको लागि रोनाल्डोको जर्सी चाहिँ बनाइराख्नु होला किनभने त्यो अनुसारको तपाईँको फिजिक्स पनि छ नि त अहिले चाहिँ अलिक अगाडि बढ्नु भएको छ अघि त डिफेन्समा बस्नु भएको थियो अहिले सेन्टर ब्याकमै आउनु भएको छ उहाँ सायद उहाँ पनि गोल गर्ने जोसमा हुनुहुन्छ होला हुँदैन क्या अब ल उहाँ चाहिँ नेमार म भन्दैछु म उहाँको नाम नेमार राखिदिएको छु मैले रोनाल्डो क्वेसनमा थियो आमा ल हाम्रो नेमार है नेमार ल 14 नम्बरको नेमार ल गोल भएन ओ माई गॉड राम्रो अन्त हाम्रो नेमारले यहाँदेखि एटेम्प गर्नुभएको थियो है त कस्तो या किपरले नि छोडिसकेको थियो त्यो बल त तर बल चाहिँ बाहिर गएको छ एउटै टिममा नेमार मेसी रोनाल्डो हुँदा पनि यो टिमले चाहिँ जित्नको लागि सङ्घर्ष गरिरहेछ मेसीले मात्रै 3 गोल गरेछन् अरूले अब रोनाल्डोले गोलै गरेन नेमारले गोलै गरेछन् त्यही भएर चाहिँ एकजनाको दममा चाहिँ अब गेम जितिन सकिँदैन सबैले गोल गर्नुपर्छ होइन ल ल ल ल ल ल हेर्नुहुन्छ आमामा पच गरेछ किपरले ल म त किरण चेम्जर जस्तै रहेछ यार खतरा बचाउ गरिदिनुहुन्छ हारिसकेको आफ्नो म्याचलाई पनि ड्रमा ल्याइसक्नु भएको छ ल ल नरमसँग लडी ल ओहो कस्तो हेर त उले बल ल्याइरहेछ उले नि यस्तो गरेर हालेको त्यहाँ हेर त कसको फल भन्छ यार कोले फल गरेको मा सोच न यो भाइको फल हो भाइ
7 नम्बर भाइको भाइ भन्ने पढाउँछ 7 नम्बर खेलाडीको चाहिँ अलिकति फल जस्तो लाग्यो मलाई चाहिँ हेर्दाखेरि होइन किन उहाँ चलाइराख्नु बल होइन हामी बाहिरदेखि नबोल्नु होला होइन त्यो को फलो गर्यो त्यति मलाई ध्यान हुँदैन नि त ल उहाँले हानिसक्नु भएको छ बल तर बल चाहिँ बिल्कुल आउट गएन भन्नाले ल रोनाल्डो खुट्टामा बल छ लो अब रोनाल्डो खुट्टामा आम्मा लो एटेम ओ माय गॉड व्हाट अ शॉट अरे क्या ल बल बाहिर गएको छ टाइम पनि सकिन आँट्यो ल टाइम ल सकाइदेऊ गेम सकाइदेऊ अरे क्या मेरो भिडियो लामो भइसक्यो यार यत्तरी 2 घन्टाको पुग्छ क्या टाइम पनि यार नरौ हेर्दा 2 घन्टा हुन्थ्यो होला ल ल ल नेमार जरले आमा एकदम राम्रो टाइम उहाँले 2-3 चोटि शट राम्रो खानु भएको छ पोलमै लागेर गोल चाहिँ बाहिर गएको छ त्यही मैले उहाँलाई चाहिँ नेमार नाम राख्दैछु है त उहाँको नाम सन्देश लेख्नु भएको छ यो टिमको त्यसै गरी यता चाहिँ हाम्रो पनि हेरे प्यालेन्टिङको सुरु हुनु मनवार युनाइटेड एफसी हाम्रो मेसी खेलाडी साथीको नाम चाहिँ के हो मेसी खेलाडीको उहाँको नाम चाहिँ मेसी राख्नुपर्छ अर्को गेममा चाहिँ मेसीको जर्सी सोह्र नम्बर जर्सी अलिक सुहाएन क्या गेम चाहिँ मेसी जस्तो छ अब जर्सी चाहिँ 16 को लाएर अलिक भएन नि त होइन राम्रो खेल्नु भएको छ उहाँले ल उहाँ अहिले हान्नु भएको उहाँ चाहिँ रोनाल्डो जस्तै हुनुहुन्छ उहाँले चाहिँ अब रोनाल्डोको जर्सी लाउनुपर्छ है मेरो इन माई भ्यू बढिया मेरो सजेसन छ उहाँलाई आफ्नो मेसीको खुट्टामा चाहिँ बल छ हातमा होइन हेर्नुहोस् त्यतिकै म मेसी त भनिरहेको छु नि उहाँलाई हेर्नु त्यतिकै नेमार भनेको छु नि त अब हेर्नुहोस् आमा लो 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 आमा गोल बचाउन सफल 3-3 गोलको अवस्थामा गेम चलिरहेछ अहिले चाहिँ 3-3 गोलको अवस्थामा छ बल लो 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 विशाल भाइ विवेक तिमी जाऊ भित्र छिरो ल हाम्रो मेसी मैले नाम राख्दिएको चाहिँ मेसी उहाँलाई चाहिँ मेसी जस्तै कला देखेँ मैले त्यस्तै गोल गर्ने क्षमता त्यतिकै ह्याट्रिक गर्नु भएको छैन उहाँले उहाँ रोनाल्डो जस्तै हुनुहुन्छ उहाँ चाहिँ ल ओहो ल मेसी मेसी भनेको त्यतिकै भनेन हेर्नुहोस् पोलमा लागेर बल चाहिँ फर्किएको छ यार न त 4 गोलको हुन्थ्यो यार अहिले उहाँको नाममा चाहिँ हेत आज पोलमा धेरै लाग्दैछ बल यार आज ब्याटमा कहिले आउँछ उसले भनेर हुँदैन आउँछ ल अहिले आउँछ उहाँले निकै राम्रो एटेम्प गर्नुभएको छ त्यही अगाडि नै प्रेस गर न मक्कु सर त्यो लाइनमा जान्न प्रेस गर्न त्यही अगाडि बस ल हेर्नुहोस् अलिकति पास आएन तर उहाँको कला हेर्नुहोस् न उहाँको ड्रिब्लिङ देख्दा म त्यतिकै मेसी त मैले भनेको छु नि अघि गेम सुरु भएकोदेखि नै मलाई मेसी भन्दैछु यस्तो राम्रो खेल्नुहुन्छ कि उहाँ ह्याट्रिक गरिसक्नु भएको छ उहाँले आफ्नो टिमको तर्फबाट ल उहाँ चाहिँ यो यताको टिमको रोनाल्डो हुँदो रहेछ तर उहाँले पनि मेसीकै जर्सी लाउँदा हुन्छ है किनभने अब त्यस्तो हाइट छैन नि त उहाँको मेसीले गोल मेसीले 4 गोल गरिसकेछन् आज मेसीले 4 गोल गरेछ 16 नम्बरको खेलाडी साथीले चाहिँ 4 गोल गर्न सफल भएको छन् उहाँले भन्दै थिए म उहाँको एकदमै तारिफ गरिरहेको छु आजको यो म्याच हेरेर चाहिँ म उहाँको एकदमै फ्यान भइरहेको छु है त
नेक्स्ट म्याचमा उहाँले मेसीको जर्सी लगाए चाहिँ म खुसी हुन्थेँ है त। उहाँले गोल गर्ने स्कोरिङ देखेर हेर्नुहोस् 4 गोल एउटा गेममा 4 गोल गर्नुको सानो कुरो होइन क्या। टिमले 4 गोल गरेछ सबै उहाँले नै गर्नुभएको छ। कति इजी गोल गर्नुहुन्छ क्या उहाँलाई चाहिँ। त्यही भएर मैले गेम सुरु भएको दिन मैले एक नजरमै उहाँलाई चिनिसकेको थिएँ क्या उहाँ चाहिँ मेसी जस्तै हुनुहुन्छ भनेर होइन। उहाँ चाहिँ मेरो नजरमा एकदम राम्रो खेलाडी हो। रोनाल्डोको जानुभयो अगाडि ल रोनाल्डोले ल मेसीले फेरि मेसीले पास ल गोल भएन। ल यत्तरी त्यो एटेम्प चाहिँ फल भएको थियो। रेफ्री नै छैन कोही रेफ्री कहाँ छ त रेफ्री अब। ल उहाँ चाहिँ मेसी नै हो। ल उहाँको नम्बर चाहिँ लिइरहनुपर्छ मैले। अब कुनै अर्को म्याचहरू भएछ भने उहाँलाई बोलाउन सकिन्छ हामीले। उहाँ चाहिँ मेरो नजरमा हुनुहुन्छ। उहाँ दुईजना हो। उहाँ 14 नम्बरमै 14 नम्बर र 7 नम्बरको ल मेसीको खुट्टा हो हेर्नुहोस् यहाँ चाहिँ नेमार जतिकै हुन्छ ऊ हेर्नुहोस्। अनि त्यतिकै म नेमार भनिरहेको छु नि उता रोनाल्डो मेसी कम्बिनेसन तर रोनाल्डोले आज गोल गर्न सफल भएको छैन। पहिलो हाफमा त उहाँ डिफेन्समा बस्नु भएको थियो तर दोस्रो हाफदेखि उहाँ सेन्टर ब्याक अगाडि फरवर्डमा हुनुहुन्छ। अहिले चाहिँ अलिक मजा आउँदैछ। गेम सकिन आँटेको छन्। त्यसै अगाडि फ्रन्ट लाइनमा चाहिँ मेसी नेमार रोनाल्डो नै देख्दैछु मैले चाहिँ यो गेममा। त्यही भएर उहाँले लगभग जित्न आँटेमा छ। 4-3 को अग्रता लिइसक्नु भएको छ उहाँले। ल उहाँ चाहिँ नेमार होइन नेमार उहाँ नेमार होइन त्यतिकै नेमार हुँदैन हेर ड्रिब्लिङ देखेर तर हावा काट्नु पर्यो यार। ल मेसीको खुट्टामा बल छ। ल मेसीले अर्को साथीले दिएछ। मेसीले नै हानेको तर अलिकति बल चाहिँ भएन है। ल अन्तिम मेरो पनि जोस बढ्दैछ है त। मेसीले 4 गोल लगाएपछि त मेरो पनि अलिक उहाँले मेसीले हानिदिनुहुन्छ है। ल यता साइडबाट यहाँ त एरियादेखि त अलिक बाहिरै छ बल चाहिँ है। ल ओ माई गड। अब त आजको म्यान अफ द म्याच मेसी छ है। मेसी उहाँ म चाहिँ उहाँलाई बार सजेस्ट गरिरहेको छु मेसीको जर्सी लाउनु भनेर। किनभने मेसीको जस्तो गेम छ नि त उहाँको होइन। अरू टाइम अफ भन्ने चाहिँ सुनेको छ यहाँ रेफ्री नभएको कारणले चाहिँ होइन। 2 मिनट टाइम छ भने सुनिरहेको छ यहाँनिर। ल है त मेरो भिडियो पनि अन्तिम हुनु आँटेको रहेछ। र आजको गेममा चाहिँ मेरो तर्फबाट मेसीलाई उहाँ नाम थाहा छैन त्यही भएर मैले मेसी नाम राखिदिएको छु। उहाँ चाहिँ म्यान अफ द म्याच हुन सफल हुनुभएछ। उहाँ चाहिँ पिक्यु जस्तो देख्दैछु म। उहाँ उसले हेर्नु एटेम्प गर्नु भएको छ। ल ओ माई गड। ल निकै लामो हो नि टाइम। ल त्यतिकै मैले नेमार त भनिरहेको छु नि उहाँ हेर्नु नेमारको पास हेर्नुहोस्। अब सिधै मेसीलाई दिन्छ हो पास। अब नेमारले तर ल ट्राई गरेको तर पास जति राम्रो खेलाडी भयो नि कोही बेला होइन त्यस्तो हुन्छ। पास सक्सेस हुन नहुनसक्छ। उहाँले गोल गर्नुभएको थियो 7 नम्बरको जर्सीमा अनमोल लेख्नु भएको छ जर्सीमा चाहिँ। फेरि के भएको यस्तो यार। झन्डै गोल भयो त्यसरी त खेल्नु हुँदैन यार। के मिस्टेक भइरहेछ यता टिमको यार। गोल खाएर दबाबमा भएको हो कि सायद। ल मेसी ल नाम थाहा छैन त्यही भएर मेसी राख्दैछु मैले चाहिँ है। माइन्ड नगर्नु होला। मेसी मन पराउनुहुन्छ कि हुन्न उहाँले चाहिँ होइन। मैले मेसी भन्दा चाहिँ फेरि मेरो नाम किन मेसी राखेको भन्नु सक्नुहुन्छ नि त। किन उहाँ अर्कै टिमको फ्यान होला अर्कै खेलाडीको फ्यान होला होइन। आजको म्यान अफ द म्याच मैले चाहिँ चिनिसकेको छु उहाँलाई है त। 4 गोल गर्न सफल हुनुभएको छ आफ्नो टिमको लागि। उहाँकै गोलको कारणले जित नजिक पुगिसक्नु भएको छ टिम। अन्तिम
1 मिनेटको समय छ अब 1 मिनेटको टाइम छ ल टाइम पनि सकिएछ ल टाइम सकिसकेछ गाइस अब हाम्रो टिम आउँछ यो टिमले चाहिँ जितिसकेछ कति बेला खेल्नु भइरहेछ मेसीले 4 गोल गरेछन् र आफ्नो टिमलाई जिताएका छन् भन्दै अहिले यो भिडियो यही एन्ड गर्न चाहन्छु म अर्को ब्लग पनि बनाउनु पर्छ अर्को भिडियो पनि बनाउनु पर्छ फुटबलको हाम्रो टिमको त्यही भएर अहिलेको भिडियो एन्डिङ गर्न चाहन्छु भिडियो एकदम लामो भएको छ यो भिडियो चाहिँ मैले नकाटिकन लगाइरहेको छु होइन छनौट भएर खेल्ने भन्दै अहिले बिदा हुन चाहन्छु हस्त गाइज अरे यस्तो आफ्नै फेस देखाउनु त्यसरी कहाँ छौ भनेर होइन यहाँनिर लास्टमा चाहिँ आफ्नो फेस रिभिल गरौँ न होइन म्याचमा ओके बाई बाई ल शुभकामना छ उहाँ जित्ने टिमलाई